हेलो गुड मर्निङ गाइस। सो तपाईँलाई मेरो भ्लगमा फेरि पनि स्वागत छ है, न्यू डे न्यू भ्लगमा है। र आज भने चाहिँ म र मेरो साथी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ कतिजनाले मेरो कन्टेन्टबाट पनि याद पाउनु भइसक्यो होला। र गाइस आज भने चाहिँ हामी चारधाम जाँदैछौँ है, बिकज रुममा अल्छी लागेर गएको खासैमा आउटिङ चाहिँ होइन। अनि रुममा बस्दा बस्दा चाहिँ बोरिङ हुन्छ नि त। सो त्यही भएर चाहिँ आज आउटिङ गएको हामी दुईजना होइन। र अहिले चाहिँ हामी जाँदैछौँ। अनि आजको दिन पनि यति राम्रो भइरहेको थियो होइन। अनि रुमबाट चाहिँ अलिक ढिलो निस्केको थियौँ, बिकज प्यान्ट चाहिँ अलिक पानी परेर होइन अलिक ढिलो निस्केको। सो अहिले भने चाहिँ हामी चारधाम पुगिसकेको छौँ है। र चारधाम चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ, बाहिरबाट चारधामको बाहिरको नजारा पनि हेर्न सक्नुहुन्छ होला है। आज चाहिँ दिन पनि खुल्ला भएकोले गर्दाखेरि भ्यूहरू पनि यति दामी देखिरहेछ है। र आजको आउटफिट मेरो देख्न सक्नुहुन्छ र मेरो साथीको पनि देख्न सक्नुहुन्छ है। अनि हामी चाहिँ अब यस्तै भएर गएको छौँ, राम्री मान्छेहरू त छैनौँ है। र यहाँ पुगेर चाहिँ गाइस पार्किङ काट्नुपर्ने हुन्छ नि त एन्ट्री गर्दाखेरि होइन। अन्त त्यहाँदेखि हामी त्यहाँबाट गयो र हामीले चाहिँ आफ्नो सुजहरू फुकाल्नु पर्ने हुन्छ है। सुजहरू फुकालेर चाहिँ हामी भित्र गयौँ नि त। अनि यहाँनिर जानुभन्दा अगाडि चाहिँ यहाँनिर बाहिर चाहिँ दोकानहरू छ, सानो दोकानहरू जो चाहिँ अब जस्तै किचन ड्रिम क्याचरहरू बेच्नेहरू छ नि त यहाँनिर, जो चाहिँ भगवान्को मूर्तिहरू पनि बेच्छ होइन। र तपाईँले आएर भिजिट गरेर किन्न सक्नुहुन्छ है मन परेको चिजहरू। र अहिले भने चाहिँ हामी भित्र जाँदैछौँ है। र नजाराहरू हेर्न सक्नुहुन्छ होला भित्र पस्दाको कस्तो छ है, कताबाट एन्टर गर्नुपर्ने हो भनेर है। र अहिले भने चाहिँ जाँदैछौँ र मैले चाहिँ मेरो साथीलाई फोन दिएर हिँड्नु है त भन्दै थिएँ। सो आजको दिन पनि यति राम्रो भएकोले कारणले गर्दाखेरि हामी मजा आइरहेको थियो नि त। अनि हामी चाहिँ दुईजना मात्रै गइरहेको छौँ है गाइस। र मेरो एकजना साथी पनि छ है, उसले चाहिँ उयो गरिदिँदैछ। र यहाँनिर हेर्न सक्नुहुन्छ होला, यहाँनिर चाहिँ चारधाममा चाहिँ जुन चाहिँ मूर्ति तपाईँले देख्नुभएको छ, यो चाहिँ राईको राजा पनि भनिन्छ नि त एउटा फाइनली गाइस। त्यहाँदेखि चाहिँ शिवजीको मूर्ति देख्न सक्नुहुन्छ होला है। र अहिले चाहिँ धेरै वर्ष बादमा गएकोले गर्दाखेरि चाहिँ धेरै चेन्जेसहरू पनि भएछ है। अनि आजको दिन चाहिँ यस्तै छ गाइस, कति राम्रो मान्छेहरू पनि धेरै आइरहेको रहेछ, टुरिस्टहरू होइन। र एउटा चिज चाहिँ भने बिर्सेछु, थ्याङ्क यू सो मच फर माई फ्रेन्ड है, किनभने चाहिँ उसले यो भिडियोहरू बनाइदिएकोमा होइन। उसले भिडियोहरू बनाइदिँदै थियो नि त। सो आइ एम सो थ्याङ्कफुल टु हर है। अनि तपाईँले देख्न सक्नुहुन्छ होला माथिबाट पनि नजाराहरू कति राम्रो छ है। र नजाराहरू एकदमै दामी छ है, देख्न सक्नुहुन्छ होला। यहाँतिर धेरै टुरिस्टहरू पनि, यो चाहिँ टुरिस्ट प्लेस पनि हो र मन्दिर एउटा उयो हो नि त, मान्छेहरू धेरै आइबस्छन् होइन घुम्नको लागि। सो यहाँनिर ट्रेडिसनल ड्रेसहरू पनि हुन्छ नि त। अनि जो चाहिँ अब फोटो खिच्नु लागि, फोटोग्राफीको लागि है, हामीले पनि फोटो खिचेको थियौँ यहाँनिर। अनि यहाँनिर अहिले हामीले बाहिरबाट उयो पनि गर्दै थियौँ। सो गाइस अहिले भने चाहिँ हामी फर्किँदैछौँ है। र फर्किँदाखेरि चाहिँ गाइस अचानक फगी लाग्यो है, कति तपाईँले देख्नु भइरहेको छ, कति अब कस्तो देख्यो भनेर है। र हामी चाहिँ यहाँ आएर जो चाहिँ बाहिरको दोकान थियो, फर्स्टमा पनि तपाईँले मेरो भ्लगमा देख्नुभयो है। र अहिले चाहिँ भने यहाँनिर हामीले पनि किनेर चाहिँ फर्क्यौँ गाइस। र आजको दिन चाहिँ यसरी नै बित्यो। फर्किँदा चाहिँ फगी लाग्दैन यार, फर्स्टमा चाहिँ यति दामी भइरहेको थियो र फर्किँदा चाहिँ फगी लागिरहेछ। र आजको दिन चाहिँ गाइस यति नै यस्तै भयो होइन। हाम्रो भिडियो कस्तो लाग्यो लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला गाइस। मन परेमा सेयरहरू पनि गरिदिनुहोस् होला, कमेन्ट गरिदिनुहोस् होला। सी यू अन नेक्स्ट भिडियो गाइस, बाई बाई।